लोड सेडिङ उपहार, डेडिकेटेड ट्रङ्क लाइनको पैसा नउठाउने उपहार, सिमेन्ट र डन्डीमा सिन्डिकेट बनाएर महँगाई वृद्धि गरेको उपहार, ग्रे लिस्टमा नेपाललाई पार्ने उपहार, चावल दाल र जनताको भोग्य वस्तुमा महँगाईको उपहार, युवाहरूलाई विदेश पठाउने उपहार, किसानलाई दुध र उखु किसानलाई पैसा नतिरेको उपहार, त्यसपछि किसानलाई समयमा मल बिउ नदिने उपहार, युवाहरूलाई बेरोजगारी उपहार, करदातालाई साउथ एसियामा सबभन्दा बढी करको बोझ उपहार। र अहिले कम्युनिस्टको नेतृत्वमा सरकार छ, त एउटा कम्युनिस्ट नेता फिडल कास्ट्रोको विचारमा के थियो भने सुख सुविधा त्यागेर जनताको चाहना अनुसार काम गर्ने इच्छा शक्ति जाहेर गर्दैन तबसम्म सबै कम्युनिस्टहरू भोका उरिस हुन्, रगत पिउने जुका हुन् अनि आँखाबाट आँसु बगाएर शिकार गर्ने पल्केका गोही हुन्, बस अरू केही होइन। त्यो चरितार्थ भइरहेको छ नेपालको अहिले सरकारको सन्दर्भमा। त्यस कारणले म सरकारसँग आग्रह गर्न चाहन्छु, कम्तीमा किसानको उखुको पैसा र दुधको पैसा समयमा भुक्तानी होस् र महँगाईमाथि नियन्त्रण गरोस्। सरकार मान्य